हाई गुड मर्निङ। म चाहिँ यहाँ साथीको घर जाँदैछु। उसको घर चाहिँ जयमङ्गला हो, त्यहाँबाट थोरै भित्र जमुनापुर भन्छ। अनि हाम्रो प्लान भनेको चाहिँ आजको सौरा जाने एउटा कुनै क्याफेमा, अनि त्यसपछि चिल गरेर दिनभरि बस्ने भनेर। अनि हाम्रो चाहिँ प्लान त्यही छ। म चाहिँ अनि पुगेँ, त्यसपछि साथीको घर पुगेँ, एकछिन बस्यौँ 10 मिनट जस्तो, अनि हामी निस्क्यौँ त्यसपछि सौराको लागि। तर बाटोमा जाँदा जाँदै के भयो भन्दा हाम्रो माइन्ड नै चेन्ज भयो कि सौरा पुग्यो अनि फेरि नाघर त जान नै छ, मलाई पुर्याउन उसले पुर्याइदिन्छु भनेको थियो। अनि त्यही भएर अनि उसले के भन्यो भने अब फेरि सौरा किन गइराख्नु, क्याफे त बजारमा नि जति पनि छ नाघाटमा, जम्बोहरू उतै जसरी नै यस्तो घाममा किन ओरोदोरो गर्ने भनेर फेरि हामी बजारतिरै लाग्यो कि। एउटा फनी कुरा चाहिँ के भयो भने म जानु नै वेस्ट भयो कि। जङ्गल सफारी गर्दैछौँ स्कुटरमा। बाटो मलाई क्या डर लाग्छ फेरि। लास्ट चाहिँ मै बाटो हिँड्दैन नि, स्कुटर बाइकहरूमा हिँड्न डर लाग्छ मलाई। हामी चाहिँ यहाँ क्याफे ओपिले आयौँ भर्खरै चाम्बाभित्र। यहाँ चाहिँ हाम्रो कुशल भाइ। मलाई नि बोलाउनु के भन्नु, के छ हालखबर? हामी भाइ भएर मात्रै आएको भन्न। तिम्रो लागि आएको है यहाँ फेरि है, अघि आउँदा आउँदै भनिरहेको कुशल भाइ यहाँ छ है। ठिक छ धेरै पछि भेट भयो है। त्यही त त्यही त हामी उता पनि गएको थियौँ कि फाइन डाइनर्स, त्यहाँ भाइ रहेछ नि, के अरे नाम है? दर्शन। तिम्रो कुरा गरेको थियौ होइन। अनि चिन्छु, हाम्रो यहाँ सिनियर हो पहिला भन्दै थियौ। त्यो भाइ कति मजाको छ है। त्यही त ए त्यही त नि। ठिक छ ल, म आएको थिएन अहिलेसम्म। यहाँनिर चाहिँ हाम्रो अर्डर आइसक्यो। मैले चाहिँ माछा स्ट्रबेरी खाएको, अनि साथीले चाहिँ खाँदैछ माछा लाटे। मेरो चाहिँ सधैँ हेल्दी ग्रिन नै हुन्छ कि एभोकाडो स्मुदी, कि नभए यो माछा साछा यस्तै ग्रिन टी स्रिन टी यस्तै नै खानु मन लाग्छ मलाई चाहिँ। अनि हामी एकछिन बस्यौँ, गफसफ गऱ्यौँ, रमाइलो गऱ्यौँ होइन। त्यहाँको भाइब पनि राम्रै थियो। हामी चाहिँ बाहिरकै स्पेसमा बसेको थियौँ, तर बाहिर बसे पनि वेदर चाहिँ ठिकै थियो, शीतल नै भयो, त्यस्तो गाह्रो पनि भएन। त्यसपछि हामीले टिकटक बनायौँ यहाँनिर। थोरै गफगाफ चल्दैछ हाम्रो, यताउति भेटेपछि त्यही त हो, गफ गर्नै पर्यो होइन। जति गफ गरे नि पुग्दैन फेरि, त्यही भएर गफसफ गरेर अब हामी चाहिँ एकछिनमा निस्किन्छौँ। अब घर जाने हो। तिमी कहाँ जाने रे? बाई बाई भनिदेऊ। अब यो चाहिँ बाहिरको स्पेस हो, यस्तो छ, यस्तो फोहोर हो तेरो सिसा, केही पनि देखेको छैन। लेफ्ट यहीँबाट झरी हुन्छ के भाटबाट नि होइन, यहाँ भाटबाट नि हो सायद। भाटबेटिनबाट छिरेर लेफ्ट लागेर अनि राइट लाइन ट्याक्कै हुँदैछ है। नजिक यताबाट नजिक रहेछ, हामी उताबाट छिरेर त्यसरी घुम्नु पऱ्यो। अब थाहा छ नि, लेफ्ट हो। बाटो हेर्नु कस्तो मजाको थियो है, ग्रिनेरी देखेको थियो। हाम्रो बजार हो यो, नारायणघाट बजार। तर अब यसरी भिड भनेर कसरी हेर्छ मान्छेहरूले, चितवनको होइन रहेछ क्या भनेर हेर्ने होला कि है। त्यो छोटो कपाल फर पारेर राइडर केटी म। यो चाहिँ हो हाम्रो सही चौक, लाग्नुपर्छ। यसलाई हेरेर सबले हेर्छ, मोबाइल ठडाएपछि फेरि सबले हेर्छ। कहाँको टुरिस्टहरू आयो लोकल टुरिस्ट। यो चाहिँ हाम्रो यो एकदम भिडभाड हुने रोड, के रोड रह्यो? मिलन रोड भन्छ यसलाई। सही चौक हो यो, सही चौकको मिलन रोड। भिड हुन्छ नि त्यो बाटो। हामी घरतर्फ लाग्दैछौँ। यस्तो डबल पार्किङ छ कि, यता पनि पार्किङ यता पनि पार्किङ, के हो यस्तो यो? त्यही भने यसरी त अनि भिड नभए के हुन्छ भिड। यसपछि चाहिँ म पुगेँ घर, अनि त्यसपछि खाना के खाने भनेर रेडी गर्न थालेँ। आज चाहिँ हाम्रो डिनर यस्तो छ। यो चाहिँ चिकन सुप भयो, एकदम सिम्पल तरिकाले थोरै घिउमा पकाएको। अनि यहाँ छ एभोकाडो, चिकन के अरे एग बोइल, अनि यो कुकुम्बर, उसको पनि सेम हो। त्यसरी आज हाम्रो डिनर रेडी भयो।
अन्डेबाट सुरु यहीँ छ अन्डरबाट सुरु गर्ने म त अन्डैबाट चेस्ट चाहिँ कहिलेसम्म सुप खानुपर्छ अन्डा चिसो भइसक्यो क्या त्यो त हो जहिले सुपबाट स्टार्ट गर्ने भोलि चाहिँ एभोकाडोलाई त्यो के भन्छ गुआकामोली बनाएर ब्रेडमा लाएर है मिठ लाग्छ नि अस्ति बनाएको थियो त प्याजहरू हालेर स्मुदी खाउँ न बरु स्मुदी त खाम्ला क्या मैले डिनरको कुरा गरेको क्या बाबा के अरे स्मुदी खाम्ला के भएन मलाई चिकन मिठ लाग्दैन होला सुप साह्रै सिम्पल सुतीले खान्छ जस्तो भयो तर यस्तै हो खाने अनि मैले चाहिँ यसमा यो खुट्टा पनि हाल्दैछु अब टेस्टको लागि भन्दा नि टेस्ट अब यो फ्राई गरेर मिठो हुन्छ होला आई गेस होइन तर मैले चाहिँ खाँदैन त्यो खुट्टा त्यसरी यसरी सुप बनाएर चाहिँ खान्छु किनकि यसमा कोलाजेन हुन्छ नि त स्किनको लागि एकदम राम्रो हो त्यही भएर चाहिँ यो सुपमा चाहिँ हालिदिएको मैले त्यसकै चिल्लो निक्ल्यायो कि यो तर एकदमै राम्रो स्किनको लागि त्यस्तो गरेर मेरो चाहिँ फेभरेट हो यार ल उसले भ्याइसक्यो अब म पनि यति बिस्तारै खान्छु आजको लागि यति नै धन्यवाद धन्यवाद लाइक कमेन्ट चाहिँ प्लिज गरिदिनु होला हजुरहरूको सपोर्टले नै हो अगाडि बढ्ने अनि त्यसपछि स्किप नगरी हेरिदिनु होला थ्याङ्क यू फर वाचिङ सी यू इन द नेक्स्ट भ्लग बाई